सम्पूर्ण मित्रहरूलाई नमस्ते। म राजेन्द्र प्रसाद चौलागाई। हेर्नुस् हजुरहरूलाई म आज हाम्रो लौका अब टमाटर बारीको भिडियो देखाउन जाँदैछु। म आज लौका पनि टिप्न जाँदैछु खेतमा। साथी हो हेर्नुस्, म हजुरहरूलाई हाम्रो लौका कसरी फल्याछ देखाउँछु। अब म लौका टिप्न थालिसकेँ। हेर्नुस् साथी हो लौका कस्तो लाग्यो? राम्रो छ। राम्रो छ। अनि बाल्टी ल्याइनस् काली तैँले? डोको ल्याएको छु त हाल्नु न। डोको एउटा लौको खस्यो। ल दुईटा खस्यो नि, के छ यसमै मात्र यत्रा लौका एउटै झाल्नु है? है धेरै छ। टिप्ने बेला भएको है। 4वटा 5वटा। यो पहिला चाहिँ फलेन, यसलाई अब फान्ने भनेको अनि फल्न थाल्यो के मजाले। 6वटा 7वटा एउटा झालको लौको हेर्नु। 7वटा 8वटा टिप्ने बेला भएका मात्रै। 9वटा है। अब भित्र पनि देखाउन लाग्यो। 10वटा 10वटा लौका भेट्यो एउटैमा। 11वटा दसैँ लागिसक्यो। अलिक सानो पनि टिपेर पठाइदिनु। 12वटा लौका त ठुलो छ त है। यसमा लौका छैनन्। बहिनी कैँची लिएर आइज नि, यहाँ छ एउटा लौको। हेर त लौको लौको होला। यो त लामो छ लौको पनि। लौको चाहिँ सानो छ तर एकदम लामो छ। यसलाई पनि चिटिक्क पार्छ कैँचीले। हो त्यहाँनिर दामी छ। उयो पनि टिप्नु त होला नि। हेर त उयो लौको पनि टिपिदिउँ ल। हाल्ने त ठाउँ छैन। यो पनि काट्दियो ल। हो अब त्यसपछि अरू लौका कहाँ छन् म हेरेर आउँछु ल। चट्ट लाएर एकचोटि अरू लौका त यो पनि टिप्दै ल नानी। अरू खासै लौका यतापट्टि त छैन। लौका त यति हो आजलाई। यसलाई तिमी भुइँमा राख्दै नि त नभए। एउटा फर्सी रहेछ क्या, सेम पोहोरको जस्तै बिउ गरे। हेर त चिल्लो हेर्दै तेल्ला जस्तो कि पुरै। फर्सी नि फलेन भने झालमा पनि एउटा दुईटा फर्सी त कहीँ रहेछ मम्मी अहिले त। उता पल्ला छेउको झालमा मात्रै नफलेको, यसमा चाहिँ अलिअलि एउटा दुईटा फर्सी रहेछ। ठिकै छ यो फर्सी, राम्रै रहेछ। कस्तो रातो आएको अनुहार पनि। पुरै खेतबारीमा हिँड्दा होला पसिना आएर हो कि के हो, रातो आफ्नो अनुहार आफैलाई कस्तो लाग्ने भएको छ हौ काली। हेर त यता बहिनी लौको त महर ताल्ले छ त हौ डोका। एउटै झालबाट मात्रै यति आयो। अब एउटा झालमा त अलिअलि छैन लौको। त्यहाँबाट खासै लौका छैन धेरै। अब उतो पल्लो झालको लौको टिपौँ अनि त्यसपछि पठाइदिने। आज धेर लौका छैन। तरकारी टिपिसकेर अबलाई घरतिर लाग्यो फाइनल्ली साथी हो। आजको लागि यति नै गरौँ। भिडियो मन परेमा लाइक कमेन्ट सब्सक्राइब गर्नु होला प्लिज गाइजहरू।